तपाईलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। देख्न सक्नुहुन्छ आज चाहिँ म भेज मोमो बनाउन लागिरहेको छु। यसमा चाहिँ मैले 3वटा गाजर अनि प्याज अनि बन्दाकोपीलाई यसरी ग्रेट गरेर मिक्स गरिसकेको छु। अनि यो पनिरलाई पनि म यसमा म्यास गरेर मिक्स गर्ने छु। अनि यो हरियो धनिया यसलाई पनि मैले काटेर राखेको छु। अनि यसमा मैले अदुवालाई पनि ग्रेट गरेर मिक्स गरिसकेको छु। देख्न सक्नुहुन्छ मैले यति नुनलाई पनि एड गरे। देख्न सक्नुहुन्छ यसरी नै मैले यसमा अजिनामोटो पनि एड गरे। यसरी नै मैले यो गरम तेललाई पनि एड गरे। यसरी नै अब यसमा तेल हालिसकेपछि यसरी मिक्स गरिदिन्छु। हातैले यसरी सफासँग धोएर यसरी मिक्स गरिदिन्छु। यसरी नै अब यो मोमो बनाउनलाई रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ यसरी नै मैले यो मैदालाई पनि मुछेर रेडी गरिसकेको छु। यसरी नै मैले यो बोतलको डल्ले खोर्सानी अनि नुनलाई राखे अनि यो बोइल गरेको टमाटरलाई पनि राखे। यसरी नै मैले यो भुटेको तिललाई पनि राखे। अब यो सबै मिलाएर म अचार बनाउँछु। ल अब मैले अचार पनि बनाइसके। यसरी नै मैले यो मैदाको डल्लाहरू पारेर रेडी गरिसकेको छु। यसरी नै मैले यसलाई यत्रो बेले। देख्न सक्नुहुन्छ मैले मोमोलाई चाहिँ यस्तो शेप दिए किनभने यसरी चाहिँ एकदमै छिटो हुन्छ। यसरी नै मैले सुप पनि बसाइसकेको छु, उम्लिसकेको छ। अब यसलाई 7-8 मिनेटको लागि पाक्नलाई छोडिदिए। देख्न सक्नुहुन्छ अब यो बनेर खानलाई रेडी भइसकेको छ। कस्तो भएछ नानी हो? मिठो? मिठो। टेस्टी? ल आजलाई यति नै। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला। अनि तपाईहरुलाई मेरो भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला है। बाइ बाइ।